स्वस्थ वनजङ्गल तथा सन्तुलित पारिस्थितिकीय प्रणाली प्राणी जगतको जिउने आधार हो। सँगै जैविक विविधता र जलवायु उत्थानशीलताको भरपर्दो आधार हो। यसलाई समावेशी र समतामूलक शासनको अवलम्बन गरी दिगो रूपमा संरक्षण र व्यवस्थापन गर्न जरुरी छ। संरक्षण क्षेत्रहरूमा समतामूलक शासन अभिवृद्धि परियोजना एक बहुपक्षीय सरकारवाला पहल हो जसले नेपाल जस्ता देशहरूको जैविक विविधताको प्रभावकारी संरक्षण र व्यवस्थापनका लागि संरक्षणमुखी शासनलाई अझ समावेशी, पारदर्शी र जवाफदेही बनाउन सहयोग पुर्याउँछ। यसले अन्ततः कुनमिङ मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कले निर्दिष्ट गरेका 30/30 लक्ष्यहरू हासिल गर्न योगदान दिन्छ। यो परियोजनाको केन्द्रमा रहेको छ शासन र समताको स्थलगत मूल्याङ्कन अर्थात् सेज मार्गदर्शन। अस्ति पनि भनेको थियौँ हामीले यो समताको 3टा आयामहरू हुन्छ भनेर। अब एउटा चाहिँ पहिचान। सेज मार्गदर्शनले स्थानीय सरकार तथा अधिकारवाला पक्षलाई संरक्षण र व्यवस्थापनको निर्णय कसरी लिइन्छ, अधिकारको सम्मान कसरी गरिन्छ र लाभांशको वितरण कसरी गरिन्छ लगायतका विषयमा मूल्याङ्कन गर्न र आवश्यक सुधारका कार्य अघि बढाउन सक्षम बनाउँछ। विभिन्न 10वटा यसका सिद्धान्तहरू छन् र ती सिद्धान्तहरूमा सहभागितामूलक तरिकाले उहाँहरूसँगै बसेर त्यस्ता संस्थाहरूको मूल्याङ्कन गर्ने काम गरिन्छ र त्यो मूल्याङ्कनले जहाँ कहाँ राम्रो छ उहाँहरूको शासन र समताका अभ्यासहरू र कहाँ कुन क्षेत्रमा सुधार गर्नुपर्ने देखिन्छ सहभागितामूलक तरिकाबाट त्यसको मूल्याङ्कन गरी त्यस्ता ग्यापहरूलाई कसरी चाहिँ फुलफिल गर्न सकिन्छ, एड्रेस गर्न सकिन्छ भन्ने कुरालाई उहाँहरूसँगै बसेर नतिजामूलक कार्यहरूको तर्जुमा गरिन्छ र नतिजामूलक कार्यहरू मार्फत कार्यान्वयन हुँदाखेरि यस्ता समता र शासनमा देखिएका ग्यापहरू पुरा हुने र समग्र प्रभावकारी संरक्षण र व्यवस्थापनलाई चाहिँ यसले चाहिँ प्राप्त गर्न चाहिँ सघाउ पुर्याउँछ। सेज 3 चरणमा अघि बढ्छ: तयारी, मूल्याङ्कन र कार्यान्वयन। सेजको पहिलो चरण तयारी हो। यस चरणमा सबैभन्दा पहिले सेज मार्गदर्शन, यसको औजार र उद्देश्यबारे समुदाय र सरकारवालासँग प्रारम्भिक बैठक गरी उनीहरूको अपेक्षा र भूमिका प्रश्न पारिन्छ। यसपछि सरकार तथा अधिकारवालाको नक्साङ्कन मार्फत पहिचान गरी कुन समूह, संस्था वा समुदायले वन संरक्षणमा के अपेक्षा राख्छन्, त्यसको प्रभाव के हुन सक्छ र उनीहरूले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयको विश्लेषण गरी प्राथमिकीकरण गरिन्छ। संरक्षित क्षेत्र, संरक्षण क्षेत्र र त्यसभन्दा बाहिर जैविक विविधताले सम्पन्न वन क्षेत्रहरू स्थापना पश्चात स्थानीयहरूमा परेको सकारात्मक र नकारात्मक प्रभावहरू पहिचान साथै समूहगत छलफलद्वारा सोको सम्बोधन गर्ने उपायहरू निकालिन्छ। त्यसपश्चात संरक्षणमा उनीहरूले पाएका अधिकारहरूको बारेमा छलफल गरी प्रमुख अधिकारको अभिलेखीकरण गरिन्छ। अधिकारको कुराहरू गर्छौँ हामी। सेज मूल्याङ्कनको बेलामा छलफल गरिने विभिन्न सिद्धान्तको बारेमा स्थलगत रूपमा कुन कुन सिद्धान्तहरू सान्दर्भिक हुन सक्छन् त्यसबारे सरकारवालासँग छलफल गरी 10 वटा सिद्धान्तबाट 8 प्रमुख सान्दर्भिक सिद्धान्त तय गरिन्छ। सेज मूल्याङ्कनको क्रममा आइपर्न सक्ने जोखिमहरूको बारेमा पनि आकलन गर्ने र जोखिम न्यूनीकरण गर्न सम्भावित उपायहरूको खोजी गरिन्छ। साथै यो मूल्याङ्कन कार्य अगाडि बढाउन सकिने नसकिने बारेमा छलफल गरी सहमति पश्चात मात्र आगामी कार्यक्रमको योजना तर्जुमा गरिन्छ। त्यसपछि स्थलगत विवरण तयार गरी त्यसमा सम्बन्धित वन क्षेत्रको विद्यमान शासन प्रणाली, कानुनी संरचना र सामाजिक अवस्था जस्ता विषय समेटिन्छ र मूल्याङ्कन कार्य कहिले र कसरी गर्ने भन्ने ठोस योजना तय गरिन्छ। दोस्रो चरण मूल्याङ्कन हो। यसमा विभिन्न सरकारवाला र अधिकार प्राप्त निकायले संयुक्त रूपमा शासन र समताको अवस्था मूल्याङ्कन गर्छन्। यस चरणमा सेजका प्राथमिकीकरणबाट आएका बढीमा 8 वटा सिद्धान्तहरूमा आधारित रही दर्जनौं प्रश्नहरूलाई स्थानीयकरण तथा सरलीकृत गर्ने कार्य गरिन्छ। यसको वनका पदाधिकारी अथवा प्रतिनिधिले त्यहाँ छलफल हुने विषयवस्तुको जानकारी आदान प्रदान गर्छन् कि गर्दैनन् भन्ने कुरा छ। यिनै प्रश्नहरूका आधारमा सहभागीहरूले प्रत्येक पक्षलाई क,
ख, ग वा घमा टिक लगाई अङ्क प्रदान गर्छन्, जहाँ क कमजोर, ख ठिकै, ग राम्रो र घ धेरै राम्रो अङ्क हो। यसपछि सहभागीहरूले समूहगत छलफलमा अङ्क दिनुको कारण, तथ्य र अनुभवबारे खुलेर आफ्ना कुरा राख्छन्। हामीले कमा लाग्नुको कारण चाहिँ स्थानीय सरकारले चाहिँ हामीले कानुन विपरीत काम गरेका छैनौँ, कानुनभित्रै बसेर काम गरेका छौँ भने पनि स्थानीय सरकारले सामुदायिक वन केही होइन भन्ने हिसाबले पनि कहिलेकाहीँ हेरिदिएको हुन्छ। यसले विभिन्न पक्षबीचको बुझाइलाई अझ प्रष्ट बनाउन सघाउँछ। यो परम्परा ज्ञानको बारेमा चाहिँ सचेत छन् र त्यसलाई हामीले गम्भीरतापूर्वक पनि लिएका छौँ। अब हरेक सहभागीले दिएको अङ्क र थप सूचनालाई समेटेर तथ्याङ्क विश्लेषण र आधारभूत प्रतिवेदन तयारीको कार्य गरिन्छ। यसले संरक्षण क्षेत्रको शासन र समताको स्थिति चित्रण गर्न टेवा पुग्दछ। कार्यान्वयन चरण र आज चाहिँ हामी 3 नम्बरमा छौँ है, 3.1 नतिजा प्रकाशनको कुराहरू। यस चरणमा सबैभन्दा पहिले सहभागीमाझ मूल्याङ्कनको नतिजा सार्वजनिक गरिन्छ। सार्वजनिक गर्ने क्रममा सहभागीहरूबाट थप पृष्ठपोषण आएको खण्डमा त्यसलाई सम्बोधन गरिन्छ। हामी पुग्न पनि यो पेनमा हामी यहाँ छौँ। सो नतिजाका आधारमा सुधारका लागि आवश्यक कदमहरू निर्धारण गरी कुन सुधारको कार्य पहिले सम्बोधन गर्ने भनी सहभागीहरूले प्राथमिकता निर्धारण गर्छन्। आदिवासी जनजाति समूहहरूमा हक अधिकार सम्बन्धी तालिम, सचेतना तथा क्षमता अभिवृद्धि। सरकारवाला सम्मको संयुक्त पहलमा वन्यजन्तुका लागि आवश्यक आहार तथा वासस्थानको व्यवस्थापन गर्ने। महिला तथा जनजातिको नेतृत्व विकासमा हामीले चाहिँ 4 नम्बर दिएका छौँ र परम्परागत ज्ञान सिपको प्रवर्धन तथा संरक्षणमा पनि हामीले यो संरक्षण सम्वर्धन गर्ने कुरामा चाहिँ अलिकति चुनौती पनि छ। त्यसले गर्दाखेरि हामीले 3 नम्बर दिएका छौँ। समूह र स्थानीय तहको साझेदारी। यसका साथै निर्धारित योजनाहरू कहिले र कसरी सम्पन्न गर्ने र यसमा विभिन्न सरकारवालाको जिम्मेवारी के हुने भनी ठोस कार्ययोजना निर्माण गरिन्छ। महिला समूह र आदिवासी जनजातिका लागि तालिम गराउने र कसरी गराउने भन्ने कुरामा टोलमा गराउने, कहिले गर्ने भनेर 1 वर्षभित्रमा। 4 नम्बरमा चाहिँ मिच्या प्रजातिलाई चाहिँ नियन्त्रण गर्ने भन्यो। यसको प्रमुख भूमिका चाहिँ समूह अनि स्थानीय तह र डिभिजन वन कार्यालय रहनेछ भने यसको सहायक भूमिकामा चाहिँ सरकारवालाहरू नै रहनेछ। उपभोक्ता स्तरमा वन संरक्षण शिक्षा कार्यक्रम मार्फत समुदायको चासो अभिवृद्धि गर्ने। समय अवधि 1 वर्षदेखि 1.5 वर्षसम्म। सहभागीहरूले पारित गरेको कार्ययोजनाको कार्यान्वयनका लागि विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँछन्। कार्यान्वयन भएका योजनाहरूको जवाफदेहिता र दिगोपना सुनिश्चित गर्न आवश्यक निगरानी र समीक्षा गरिन्छ। पहिला चाहिँ यो वन महासङ्घमा चाहिँ जनजाति महासङ्घलाई नै समेटेर लानुपर्छ भन्ने चाहिँ पहिलादेखि नै थिएन। वनको जुन उहाँहरूको त माथि डिभिजनबाट नै त्यस्तो हामीलाई अहिलेसम्म समेटेर ल्याउनुपर्छ भन्ने कुरा थिएन। अब चाहिँ बिस्तारै समेट्छौँ भन्ने कुरा लाग्नु भइरहेछ। अब समेट्नुहुन्छ होला। अब चाहिँ हामी छर्लङ्ग भयौँ कि यो जलथल वनमा 22 वटा साबु छ। आफूले आफ्नो तरिकाले काम गरे तापनि आफ्नो सबै कार्यहरू चाहिँ यहाँ 22 वटामै खुल्न गइसकेपछि हामी चाहिँ एक अर्काको परिपूरक भयौँ। समन्वयकारी भूमिका खेलेर हामी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हामीले सिक्यौँ। यसमा स्थानीय निकायको काम, कर्तव्य र दायित्व के हो भन्ने विषयमा जे जति कुरा सिकियो बडा खुसी लाग्यो, राम्रो लाग्यो। समूह कसरी चलेको छ र त्यहाँबाट भएका लाभांशहरू उपभोक्ताहरूले कसरी चाहिँ लिइरहेका छन्, जस्तो चाहेको मात्रामा भए छ कि छैन, कि हामीले गर्ने जिम्मेवारी चाहिँ हामीले निर्वाह गरेका छौँ कि छैनौँ भन्ने कुराहरू पनि सिक्न पाइयो, जान्न पाइयो। आमा समूहले पनि वनसँग चाहिँ एउटा गुनासो राख्न अथवा सिपका कुराहरू माग गर्न एउटा बाटो पनि वन रहेछ र हामी पनि उत्तिकै समान सहभागिता राख्न सक्ने रहेछौँ भन्ने कुरा चाहिँ मैले ज्ञान प्राप्त गरेँ। सेज मार्गदर्शनले संरक्षण र वन व्यवस्थापनमा शासन र समताको पाटोलाई अझ बलियो रूपमा स्थापित गर्न संरक्षणमा समर्पित संस्था तथा स्थानीय समुदायलाई सशक्त बनाउन सघाउँछ। पारदर्शिता, जवाबदेहिता, यो 6वटा सिद्धान्तहरू छन् यहाँ। यिनीहरूलाई फलो गरेर अघि बढ्ने हो भने हामीले चाहेको, हामीले गर्न खोजेको चाहिँ र यो आयोजना गरिएको कार्यक्रम चाहिँ पक्कै पनि पुरा हुन्छ भन्ने मैले चाहिँ विश्वास राखेको छु। 85 वन संरक्षण क्षेत्रमा शासन र समताको साइट लेभलको मूल्याङ्कन
जुन हामीले चाहिँ सेजबाट चाहिँ गरेका छौँ। अहिलेसम्म हामीले 85मा गर्ने क्रियाकलापहरू कामहरू चाहिँ त्यसमा चाहिँ हाम्रो चोरी सिकारी नियन्त्रण, त्यसै गरेर वन संरक्षण क्षेत्रभित्र रहेका पानीका मुहानहरूको चाहिँ हामीले संरक्षण गर्छौँ, जैविक विविधताहरूको संरक्षण गर्छौँ। यो टुलबाट हामीले शासनमा सुधार गर्नका लागि र त्यसपछि यो 85 वन संरक्षण क्षेत्रलाई अझै इफेक्टिभ रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। सेज मार्गदर्शनले पारदर्शिता, जवाफदेहिता, सहभागिता र आपसी विश्वासको वातावरणलाई प्रवर्धन गर्दै वन र जैविक विविधता संरक्षण कार्यलाई न्यायोचित र दिगो बनाउने आधार तयार गर्दछ।